हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग र आजको ब्लगमा हजुरलाई फेरि पनि स्वागत छ। त कबा मेलातिर हेर्नु लागि होइन। अनि बिहान टिकटक गर्ने अनि पानी परिरहेको छ बिहान होइन। पुरा पानीको तालमा यस्तो टिकटक हुने होइन। त्यो टिकटक आइसक्यो सबैजना टिकटक हेरिदिनु भन्न चाहन्छ होइन। ट्याक्क आफू चाहिँ हिँड्यो भने काममा है त दुर्नु पऱ्यो चाहिँ कति 9 पोइन्ट भइसक्यो होइन। अब त्यहाँ 12-15 मिनटमा पुगिन्छ त हिँड्दा ठिक्क हुन्छ नि टाइम। तर हाम्रो साथी पनि छन् एउटा, त हजुरलाई साथी म देखाइदिन्छ होइन। हिजो पनि हेर्छु म बेला कहाँबाट हिजोको ब्लग बल्ल बिहान आएको छ होइन। बिहान अपलोड गरिदिएको छु मैले, किनभने हिजो बेलुका भिडियो अपलोड गरेर सोधेको बिहान उठ्दा नभएको होइन। त्यसपछि त डाटा होइन अघि फोन स्विच अफ भएको अनि बल्ल बिहान चाल लाग्यो। लाइन गर्छ नि त राति, त्यही भएर हो लाइन नभएको भए त त्यो हुन्थ्यो के अरे सबै के अरे भिडियो अपलोड हुन्थ्यो होइन। त्यो लाइन गरौँ त चाहिँ त्यही भएर दुर्न चाहिँ पऱ्यो। अब चाहिँ पानी पर्दैन लाग्यो जस्तै होइन, पर्दैन जस्तो लाग्यो पानी। अनि त्यही भएर पर्नु त पर्दैन होला पानी। आज चाहिँ मौसम यस्तो ढुन्डिआएको छ भने चाहिँ पुरा कुहिरो होइन त। पहिला कस्तो लाग्थ्यो भन्दा पुरा ढुडीभित्र गरम मान्छे कस्तो हराउँछ जस्तो लाग्थ्यो त्यो होइन। त्यो चाहिँ त्यो कुहिरोकै बाल जस्तो सेम। तर यहाँबाट उहाँ हेर्दाखेरि कुहिरो भए देखिन्छ, उहाँबाट यहाँ हेर्दा कुहिरो भए देखिन्छ। तर उठ्ने जाँदा हुन्न यो त त्यस्तै हावामा त्यस्तो देखिन्छ। ल दुर्नु पर्यो चाहिँ पुरा जामा हिँड्दैन त मैले कहाँबाट जहाँ लाउनु पर्दैन। तर त्यो लाम्बा लाग्यो भने त कस्तो काम गर्नै दिन्न क्या राम्ररी। अनि फाट्छ यस्तो बस्दाखेरि उठ्दाखेरि होइन। बसेको भने काम हो है, बस्दा उठ्दा होइन। त्यही भएर त्यहाँ भोलि जहाँ लाएर आयो है घडा यस्तो खुम्छ पनि भयो यस्तो रे यो त्यस्तो होइन। तर सेम पोइन्टमा म त देख्छु यार ए। तर यो पानी हो नि त होइन गाइस होइन। तर आज हिँड्न चाहिँ यस्तो मजा आइरह, किनभने बिहान पानी आयो अनि हिँड्दै धुलो पनि छैन। तर धुलो पनि अघि पछि थिएन। त्यही पनि आज अर्कै मौसम चिसो मिठो मौसम भएको छ गाइस। नमस्ते कहाँ जाने हो? स्कुल जाने कति वर्ष भएर चाहिँ कति वर्ष भएर सानो म के माथि राम अङ्कलका काममा नर्सरी पढाइदिनु गाइस 13% छैन। तर ब्लग चाहिँ बनाउन छोडिन्न होइन। तर 13% चाहिँ कसरी हुन्छ भने के हुन्छ होइन। तर फेरि 1% भयो भने त फेरि कस्टमर खप्छ चार त्यस्तो 1% भयो भने त उस्तो पऱ्यो 20 मिनट त खप्छ। 1% झन् हत्तै जान्छ 20% गर्नु अनि खाना खाइयो। म त ढिला खान्छु क्या गाइस, म ढिला खान्छु नि त अनि त्यही भएर खाएन गरेको है यस्तो हुन्छ यो बोलको छोटो दुरा कि भाइ उठ्दैन यार के यस्तो यार दुरा नि यार। रनिङ गर्ने होइन गाइस, फुर्ती हुने यस्तो हुन्छ नि यार। बेगी रातोमा के गर्दै हिँड्ने खाले गाइस। म त होइन भिडियो पुरा ब्लग हो कि होइन। ल ब्लग 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 कर गाइस ब्लग 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 अर्जुन हजुर काममा को है कोरी त्यही हरि सर कहाँको कोरी थ्याङ्क यू भाउजू। सुनिदिएको भाउजू मैले सुनिदिएको भाउजू सुनिदिएको कि श्रीमती हाम्रो भाउजूको यस्तो होला त। आज सानो ढुङ्गा चिनिदिउँ ल त्यही हाल्नु न।
गाइस गतन बताएको भिडियो बनाइन्छ नि गाइस हजुरले मन परेछ भने ठिकै छ नपरेको ठिकै छैन म त गतन बताएको भिडियो बनाउने मान्छे पर्यो कि गाइस कन्टेन्ट आएर गतन बताएको भिडियो भनेर टाइटल राखिन्छ होइन त्यसपछि त आज दिनभरि गाइस फोन स्विच अफ हुन्छ होइन यहाँबाट त्यहाँ काममा जानु बेलासम्म यो 10%बाट सिधै अब 1% झर्छ है त्यसपछि सिधै टाइम मात्रै हेर्ने गाइस अब त अरू हेर्नु पाइँदैन ब्लग पनि गर्न पाइँदैन भयो तिमीहरू ब्लग हाम्रो होइन यतिखेरसम्म हेरेकोमा हजुरलाई धन्यवाद छ हजुरको महत्त्वपूर्ण टाइम मेरो भिडियोलाई हेरेर साथभरि तर मकै झार्दै त्यहाँ यत्रो बडाबाट फलाएको होइन ए हेर्नु त मकै रातभरि फलेछ खास चाहिँ मैले त्यो देखेको छैन यार ल छिटो फल्छ मकै घाँट त्यहाँ फलेको छैन यतापट्टि हुन त त्यहाँ फेरि छिटो लाग्यो मकै भएर होला फलिदिइसकेको छैन यार पडक्कै हाँस्ने सर पाला ठोकिहाल्छ गाइस आइसक्नु अङ्कलले नि लैजाऊ कालो त ब्लग पनि हाम्रो एन्ड गर्नुपर्ने हुन्छ है त हिलमा जानलाई चाहिँ गयो होइन गाइस तर गएर गस्तो भनेकै टक्क पानी पर्दैन नि बिचमा टक्क फेरि घर आइयो गाइस होइन त्यही भएर अब अहिले चाहिँ म घर आएर लुगा नुहाएर होइन लुगा फेरेर त्यसपछि टक्क अब म जानु लागेको छु हजुरको तपाईँ कहाँ जानु लागेको थाहा हेल्थ पोस्टतिर जानु लागेको होइन तर एलर्जी छ त एलर्जी पनि देखाउनु पऱ्यो नि त्यसपछि यो सन्चो भएन कि तर मैले मासु पनि बारेको छु कहिलेकाहीँ त त्यही पनि बिचा खाइन्छ त्यही पनि यो सोध्नु पऱ्यो यो त्यति ऊ भयो कि कस्तो भयो होइन टक्क एलर्जी चाहिँ देखाउनु पऱ्यो फेरि चाबी लाँदैन ब्लग कहाँ जाने हो पोखराबारी फोन होइन ब्लग भनेर यसरी टक्क दुर्नु पऱ्यो होइन पुरा यस्तो दुर्नु मन लाग्छ कि भन्दाखेरि म त उप लड जान्छु भने चाहिँ मोटर बाटोबाट होइन तर गइएन गाइस किन भन्दाखेरि माथि नि त यहाँ आत्दाखेरि अब दुर्नु पऱ्यो यहाँलाई है गाइस आज नि धुलो परेछ क्यामेरामा ल राम्रो देख्यो भने होइन हाम्रो टेके अङ्कलले भन्नुभएको थियो त्यो घरको भिडियो पनि हाम्रो काम गर्ने के हामीले काम गर्ने अनि अङ्कलले त माथिको हुनुहुन्छ अनि कहाँ जान्दै किरो हो पुरा दाँत कस्तो गरेको छ यसले अन्त ओहो यस्तो जस्तोमा देख्नुभएको थियो किरो यो किरोलाई बेच्ने होइन कति 1000 पर्छ अरे कि लाख पर्छ यो किरोलाई तर यो किरो टक्क चाहियो भने हजुरले सम्मान गर्न सक्नुहुन्छ है त त्यही पोखराबारी पानी पर छुट्टी गर्दै कान वो त पोखरा गयो क्या पोखराबारी प्लास्टर काम त भित्र काम हो क्या मेरो त बाहिर काम त्यही भएर सोलिङ चिन्ने काइलो कहाँ आज काम बसिरहेर गाई अन्त किरो त म त फाल्ने गाई कसले हातमा ल्याएर हिँड्दैन तर डराउनु देखाउनुहुन्थ्यो तर फेरि हातमा टोक्यो भन्दैन तर गोजामा हाल्दैन हिँड्नु त पहिलाबाट त आजभोलि चाहिँ हिँड्दैन है त्यही हो ल हाई गर के ल 3:44 भइसकेको छ गाइस तब म पुग्नु पर्ने अब चाहिँ 5 बजीसम्म होइन 5 बजी चाहिँ हेल्प टक्क बन्द हुन्छ त्यहाँभन्दा छिटो पुग्नु पऱ्यो होइन मलाई चाहिँ लाग्न अब धेरै लाग्यो 10 मिनट लाग्छ त्यहाँ दुग्रो गयो भने त मलाई 5 मिनट लाग्छ तर म दुर्दिनँ किनभने त्यही अहिले नुहेको छैन तर सिङ मुटु भएको चाहिँ बिहानकै वेदाङ्कलले के वेदाङ्कलको अगाडि टक्क ब्लग बनाएको थिएन त्यसपछि त्यो बोल्दाखेरि बोल्छु अनि के भन्नुहुन्छ भन्दाखेरि मनामानी बोल्छ अरे अनि म त्यस्तो स्पष्ट बोल्दिरहन्छु भन्ने मलाई थाहा भएन खै उहाँले नबुझ्नु भएको मैले नि वेदाङ्कल बोलेको त्यस्तो स्पष्ट चाहिँ जस्तो बुझ्दिनँ होइन त्यही पनि कसैको बोली जस्तै हुन्छ गाइस पुरा छिटो बोल्ने होइन तर मेरो भयो हजुरलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला होइन तर मैले यो बोली पनि कति हल्का बोल्ने चाहिँ प्रयास गर्छु होइन हजुरले बुझ्नुहुन्न भने
त्यही हो अरू त आफूले जस्तो लाग्यो नि त त्यही त भन्नु त होइन तर बेच्नेको भनेको कुरो पनि ठिकै हो म मनमनी बोले जस्तो लाग्यो उहाँले ठिकैको चाहिँ कसो हुन्छ बानी यसमा डाँडा हेर्न आउँछ हजुरले यसमाबाट को हुन्छ है यसमाको टक्कै पारि म यहाँ छु होइन यो गाउँले चाहिँ के भन्छ भन्दा हर्से भन्छ हर्से काउने अब हाम्रो काउने भन्दा अलिक हाम्रो घर त काउने भयो काउने भन्दा अलिपुलतिर 2 मिनट लाग्छ त हर्से भन्ने छ होइन टक्क अलिपुल त पो भन्ने छ पानी पऱ्यो पनि तर जुका भन्ने लाग्ने डर हुन्छ जुका चाहिँ अहिले चाहिँ नलाग्ला गाई होइन तर जुको लाग्यो भने त कहाँको कोही त्यत्रो ढाडे हुन्छ गाई कोहीले जुकाको डर लाग्छ गाई मलाई त लास्टै पहिला लाग्थ्यो होइन अचल त त्यस्तो जुकाको डर लाग्दैन अझै लगाएको छैन गाई जुको त त्यो जुको त अहिले ढिलो हिँड्ने होइन त्यसपछि ढिलो हिँड्दाखेरि त्यसले टक्क खुट्टा पाउँछ अनि टक्क चढ्न पाउँछ अब छिटो हिँड्यो भने त हावा जस्तो पुरा सल्लै हिँड्दाखेरि आफूले थाहा हुने त्यसलाई फेरि त्यही भएर माथि परेको छैन कि क्या हो यस्तो बनाएको छ नि त यो छ नि यो कोइटी काट्यो यति भरि त्यो बुढामा लगाएको छिर्ने त्यही पहिला त्यस्तो थिएन होला पछि फेरि यस्तो यो काटेर कसरी अनि टक्क औँलो खोज्दाखेरि चाहिँ स्टाइल भइहाल्यो किनिहाल्छ मान्छेले तर हामी त यो मेरो पछि उहाँको छ के भन्छ है पिउँछ के हो यो ए अगाडि आएको छ म जहाँ गहुँ यहीँ आएको छ यता जोत्न बस्छ त्यहाँदेखि टोक्नु भनेको रहेछ गाडी यस्तो फुल भएको थियो होइन त्यसपछि टक्क भिडियो डिलिट गरेर है त्यसपछि अहिले चाहिँ टक्क हाम्रो स्टार्ट भएको छ भिडियो अब हेरेपछि मजा नि हो त्यो हेरेपछि त्यहाँ शुक्रबार बन्द है त्यो के छैन नि त टक्क तल गएर होइन तल घर टक्क गर्नु पऱ्यो त्यस्तो देखाउनु त पऱ्यो गाई के छ सन्चौ यहीँ छ भनौ यहीँ छ भनौ के सन्छौ हेलबोस चाहिँ बन्द भएको रहेछ शुक्रबार होइन त्यो पनि सम्झिनु पर्ने मैले यहाँबाट बिर्सेर हिँडेर आएछ साँच्चै शुक्रबार त पुरा 5 बजी पो बन्द हुन्छ है अघि 2 बजी बन्द हुन्छ हेलबोस त्यही पनि अब टक्क गोविन्द ढङ्गल देखाइदिनु पऱ्यो एकचोटि होइन तपाईँ के भन्नुहुन्छ अनि यहाँको दबाई खाएर सन्चो भएपछि हुन्छ त्यही पनि के गर्ने यार हेलबोसमा भएको ठिक हुन्थ्यो यहाँको त अस्ति नै पनि खाएको जाने त्यही भएर खाएको भन्दा लाग्यो त्यो सन्चो भने अनि यस्तै भयो के गर्नु दोकानमा आउनु त अङ्कल